अब यो बाटो भनेको चाहिँ नि जय फर्स्ट पनि हिँडेको अब यही बाटो लास्ट पनि हो। अब यो बाटो खासै हिँडिँदैन। यो बाटो भनेको चाहिँ विशेष गरेर पहिला जहाँ चाहिँ अब अहिले यो यातायातको सुविधाहरू थिएन, जहाँ बाटोहरू खनिएको थिएन, हाम्रो विशेष गरेर यो सङ्खुवासभाको केही भेग, यता तपाईँको तेह्रथुमको केही भेग र ताप्लेजुङ, विशेष गरेर ताप्लेजुङको केही भेगहरूबाट चाहिँ यो बाटोमा हिँड्नुहुन्थ्यो र यताबाट नुनहरू बोक्ने कामहरू गर्नुहुन्थ्यो र केही राहतहरू यता सामान घरमा खानेहरू यताबाट सामानहरू बोक्ने यो पुरानो भरियाले बोक्ने बाटो हो। एकदम पुरानो बाटो। अब सडक आएसँगै यो बाटोहरूको अस्तित्वहरू बिस्तारै बिस्तारै मेटिँदै गइरहेको अवस्था छ। तर हामी चाहिँ यही हराएको बाटो खोज्दै हिँडिरहेका छौँ साथीहरू। अब यो यहाँ यो बाटो पहिला हिँड्दाखेरि यस्तो यो चैत बाइसमा यस्तो रमाइलो हुन्छ। हेर्नु त यो पुरा लाली गुराँस। अब लाली गुराँस यस्तो फुलेर फुल्छ कि, तर के अहिले यो चाहिँ सिजन होइन होइन, चैत वैशाखमा हो। एकदम राम्रो हुन्छ गाइस। यो बाटो चाहिँ म कहिले पनि हिँडेको थिइनँ। म पनि पहिलोचोटि हिँडेको सम्भवतः हाम्रो ज्वाइँलेसँग म घुम्दै यो उसमा निकाले, हामी एक सप्ताहको उसमा निस्केका थियौँ। अब लगभग 4-5 दिन त भइसक्यो यो ठाउँमा आइपुग्यो। तर यो ठाउँ चाहिँ अब धेरै पुरानो रहेछ। पहिला यो धेरै दुर्गम क्षेत्रहरूमा नुन बोकेर 7 दिनको बाटो अनि 9 दिनको बाटो नुन बोकेर होइन भारेहरू हिँड्ने बाटो हो। त्यतिखेर चाहिँ यो धेरै श्रमदानमा यो बाटोहरू बनाएको रहेछ, तपाईँले हेर्नु। अनि अब चाहिँ यो बाटो अब मान्छे हिँड्दैन, किनभने अहिले साधनहरू सबै गाडीहरू ठाउँ ठाउँमा गाउँ गाउँमा पुगिसक्यो होइन। त्यही भएर चाहिँ यो बाटो अब बन्द भइसक्यो। तर बाटो चाहिँ छ अझै पनि, राम्रै छ। एकदम मेहनत गरेर श्रमदानमा गरेको बनाएको बाटोहरू तपाईँ देख्न सक्नुहुन्छ साथीहरू। अब सायद यो हामी नै होला यो बाटोमा हिँडेको पहिलो व्यक्ति पनि होला। पहिलो व्यक्ति त होइन, तर अन्तिम चाहिँ हो। किनभने यो बाटो अझै हिँड्दैन मान्छेहरू, बाटोमा हिँडेको मान्छे एउटा ऊ नै छैन। अनि यो बस्तुभाउ पनि छैन, ऊ पनि छैन यस्तो लेकमा गएस। अनि पानी चाहिँ उतादेखि कहाँ ल्याउँदोदेखि ल्याउँदो रहेछ। यो परपल्टि गाउँ छ त्यसको यहाँको लागि। अनि पानी काटेर पाइप काटेर पानी पिउँदो रहेछ मान्छेहरूले। हेर्नु त्यहाँ छ। अनि हाम्रो यहाँ हुनुहुन्छ वरिष्ठ, उहाँले पनि पानी चुराइदिएर पिइदिनु भयो। बाटो चाहिँ एकदम भिरालो छ साथीहरू। एकपल्ट लड्यो, चिप्लो लड्यो भने कन्टिन्यू गइन्छ, फेरि एकैचोटि तलै हो। अब भेट्ने अवस्था छैन, यस्तो ठाडो बाटो छ होइन। यो चाहिँ खास बाटो चाहिँ बनाएको राम्रो हो, तर यस्तै स्टेप बाई स्टेप बनाउनु पर्ने थियो। चाहिँ मान्छे नचिप्लोस् भनेर खानुपर्छ बनाएको। यो ढुङ्गाको सोलिङ लगाएको रहेछ। तर अब मान्छे अब हिँड्दैन आजभोलि तल्लो बाटो छ गाडी। अब आजभोलि अब गाउँ गाउँमा पुरा रोड पुगिगएको छ। यस्तो बाटो हिँडेर को जान्छ। तर हामी चाहिँ खास चाहिँ किन हामी चाहिँ यो बाटो हिँडेको हो भनेमा चाहिँ अब बाइकबाट हिँड्दाखेरि चाहिँ यस्तो बाटो अनि यस्तो सिनहरूको केही चिजको पनि अनुभव गर्नु पाइँदैन। त्यो कारणले चाहिँ हामीले बाइकले चाहिँ एक ठाउँमा थन्काएर तल आउँदाखेरि बाटोमा थन्काएर राखेर अनि हामी चाहिँ पैदल यात्री निस्केको। आज 4 दिन भइसक्यो। अब धरानदेखि निस्केको। अब लगभग भोलि, आज त पुगिँदैन, भोलि पर्सितिर मात्रै पुगिन्छ होला धरानतिर पनि गाइस। तर एकदम ठाउँ चाहिँ एकदम रमाइलो छ। गर्मी हुँदैन, घाम लागिरहेछ यहाँ हेर्नु साथीहरू। गर्मी हुँदैन, चिसो छ मौसम। तर अहिले त्यतिकै पनि यो जाडो मौसम हो र पनि यहाँ चाहिँ यो 12 मासी ठन्डी नै हुने, जाडो गर्मी चाहिँ नहुने। किनभने यो लेक पर्छ कि, अनि आइस अलिकति मास्तिर म
अलिक माथितिर गयो भने आइस पनि पाउँछ पुरै। माथि जानु सकिँदैन जाडोले गर्दा। म आफै जानु सकिनँ, पुरा लेक लाग्यो मलाई नै। लेक लागेको कारणले गर्दाखेरि चाहिँ म माथि गइनँ, तल फर्केर आएँ। प्लानिङ त थियो माथिसम्म जाने, तर अवस्था अब आफ्नो हेल्थको पनि केयर गर्नु पर्यो, त्यसै कारणले माथि जानु सकेन गाइस। तर यो चाहिँ डाँडा त यतापट्टि पनि डाँडा, यतापट्टि पनि सोलप्सर डाउन, यतापट्टि पनि डाउन, अनि बिचमा डाँडा छ। त्यही बाटो चाहिँ यात्रा गरिरहेका छन्। म खुट्टा दुखेर हिँड्नु नसक्ने अवस्थामा छु, त्यही पनि एकदम बिस्तारै हिँडिरहेको छु। अब भरसक गाडी पायो भने म अब नहिँड्ने अवस्थामा पुगिसकेँ, हिँड्नु नसक्ने अवस्थामा। यहाँ गाडी पायो भने म गाडीमा चढेर जान्छु भनेको, यहाँ गाडी चाहिँ यस्तो प्रकार रहेछ। बिहा उतादेखि धरानदेखि गाडी 2-3 आउँदो रहेछ, अनि एक रात बास बसेर, अनि यो एक रात बास बसेर त्यसको भोलिपल्ट मात्रै जाँदो रहेछ। यो शङ्करसभा अनि यो मुडे हुँदै आउँदो रहेछ। अनि हामी चाहिँ अहिले माथिको बाटो आएको, तिनजुरेको बाटो आएको। तिनजुरेको बाटो पनि सेम त्यही रहेछ। अलिकति माथि चाहिँ हिउँ पर्छ, त्यही भएर गाडी चिप्लिन्छ र गाडी बाइकहरू सबै चिप्लिँदो रहेछ। त्यही भएर खासै यहाँबाट चाहिँ गाडी नआउँदो रहेछ। बाटो चाहिँ छ, तर त्यो माथि लेक भएको कारणले गर्दा अब गाडी स्लिप भएपछि चाहिँ अब जे पनि हुनसक्छ होइन। त्यही भएको कारणले गर्दा गाइस गाडी चाहिँ आज हामीले भेटेन, अहिलेसम्म भेटेकै छैन यो बाटोमा। यो त 2टा बाइकहरू भेटिन्छ। हामी चाहिँ अब यहाँदेखि अझै थुप्रो छ, 4-5 घन्टा हिँड्नुपर्छ भन्ने सुनेको छु सोद्धाखेरि। अब तर 4-5 घन्टा के यहाँ आधा घन्टा हिँड्ने स्थितिमा छैन म। बाटो चाहिँ तपाईँहरूले यस्तो खालको बाटोहरू छ। अनि मौसम देख्न सक्नुहुन्छ, यस्तो ढुस्स लागेको छ, यस्तो ढुस्स कुहिरो छ, केही देखिँदैन। हेर्नुहोस्, तर एउटा अर्को मोबाइलमा मैले गाना बजाउँदै गाइस हिँड्दा चाहिँ अलिकति मलाई मन अलिक कस्तो ठन्डी हुन्छ। त्यही भएको कारणले गर्दा अलिक म बिस्तारै हिँडिरहेको छु। हाम्रो हुनुहुन्छ एकजना माथि आउँदै हुनुहुन्छ, उहाँ चाहिँ माथि आउँदै हुनुहुन्छ। उहाँ चाहिँ रमाइलो मान्छे हुनुहुन्छ, व्यक्ति हुनुहुन्छ। किनभने कहिले यो तिते टिप्नुहुन्छ, कहिले के टिप्नुहुन्छ, कहिले के थुप्रो खानेकुरा पाउँछ जङ्गलमा अहिले। त्यही भएको कारणले गर्दा उहाँ चाहिँ आफ्नै दुनियाँमा लाइनमा, म चाहिँ अलिक हिँड्न सक्ने भएको गर्दाखेरि म चाहिँ बिस्तारो हिँड्दै गरेको साथीहरू। यो चाहिँ झुले भन्छ हामीले चाहिँ पहिला यसमा यो उसले मोरेर चाहिँ यसमा त्यो चक्मा हुन्छ, त्यो चक्मामा पिटेर आगो सल्काउँथ्यो पहिला हामी सानो हुँदाखेरि हाम्रो आमाबाउहरूले बजुहरूले। पछि त लाइटर आयो, सलाइ आयो, सलाइपछि लाइटर आयो होइन। यो चिजहरूको उनी हराइगयो। तर पहिला मलाई अलिअलि याद हुँदै रहेछ, यो चिज चाहिँ एकदम महत्त्व थियो। किनभने त्यो सेतो ढुङ्गा हुन्छ, सेतो ढुङ्गा, त्यो सेतो ढुङ्गा र त्यो फलाम जुझाएर यसलाई चाहिँ खरानीले बेर्छ। खरानीले गरेपछि एकदम हुन्छ, राम्रो हुन्छ। त्यसपछि यो राखेर चाहिँ च्याक्क हान्दाखेरि चाहिँ आगो बल्थ्यो। आगो सल्केपछि त्यहाँबाट आगो फुकेर खाना बनाउँथे पहाडमा, मलाई याद छ। तर आजभोलि त यो त्यस्तो समय छैन। अब धेरै त्यो पहिलाकोहरू सम्झिँदा त्यो कहानी मात्रै हुने हो अहिले त। त्यो अब टेक्निकल अब होइन उको जमाना आइसक्यो, त्यही भएर फरक छ। अब हामी जाने साथीहरू तल बाटो अलिअलि देख्छ,
बाटो अलि देखेँ यहाँ यो बाटोमा बाटैबाट जानुपर्ने कहिले जङ्गलै जङ्गल छ मलाई हिँड्नु त्यत्तिकै गाह्रो भइरहेको बेलामा खुट्टा मात्रै दुख्छ मेरो ओह्रालोमा किन उहाँ चाहिँ रमाइलो व्यक्ति हुनुहुन्छ जेस त्यही भएको कारणले गर्दाखेरि म यतिकै हिँडिरहेको छु अब हुन त अब यतातिर आउनु कर त कसै लगाएको होइन तर आफ्नै रहर हो त्यही पनि रहर पुरा गर्नुको निम्ति पनि अब गाडी हिँड्दैछ दुःख सुख जेस यही त हो जिन्दगी सङ्घर्ष यही त हो अब धेरै अब यो बाटो पछि अब हिँड्नु पाइँदैन यही हो फर्स्ट पनि यही हो लास्ट पनि यही हो यो भने यो राम्रोसँग थाहा भएकै कुरो हो अब हुन त मान्छेले त्यसो भन्नु त मिल्दैन होइन यो समयको कुरो हो के जे पनि हुनसक्छ तर यो सङ्घ सभातिर अब आउनु चान्स हुँदैन नि खोटाङतिर भए चाहिँ म भन्न सक्दिनँ थिएँ अब सङ्घ सभा जस्तो ठाउँमा चाहिँ आउनु अब धरानदेखि आउनु 1 दिन लाग्छ पुरै ठ्याक्कै धरानदेखि दिक्क जानु 1 दिन सेम यहाँ पनि 1 दिन लाग्दैन आउनुलाई 1 दिनै लाग्यो अस्ति हामीलाई 1 दिनमा पुग्नुलाई 3 घन्टा लाग्छ धरानबाट यो ठाउँमा आउनु 3 घन्टा लाग्छ घर पुग्नु त उता सङ्घ सभा मेन उसमा पुग्नु त 1 दिनै लागिनु भयो नि त बाइकमा 4 घन्टा बाइक खै अब अस्ति अब हामी 8 बजी हिँडेको बेलुकी 5 बजी मात्रै पुगियो अब कसरी 4 घन्टा भन्ने कसरी 5 घन्टा भन्ने गाडीले कति रोक्यो अब गाडी हिँड्ने त्यही त ट्राभल गर्ने भनेको गाडीमा हो अब बाइकमा त खोटाङ जाँदा पनि नजिकै हो छ नि त्यो हो नि त अब खोटाङ सदरमा काम पुग्नु चाहिँ अलिक टाइम लाग्ने अझै खोटाङ पहिला टेक्नु त अनि तपाईँको 2 घन्टामा टेकिदिन्छ त्यस्तो यो चाहिँ पोरा लाली गुराँस पात ढाल्ने के थुप्रो छ बोट बिरुवाहरू गाइस पहिला हामीले गाउँमा बस्दाखेरि हाम्रो बाउहरूले यत्रो ठुलो डोको बुन्थे त्यो डोकामा पत्कर सोरेर ल्याइन्थ्यो पत्कर चाहिँ यस्ता यो कटुसको हुन्छ होइन अनि यो गुराँसको त पत्कर हुँदैन सोतर हुँदैन हाम्रोतिर चाहिँ कटुस पाउँछ यस्तै बाटो हामी सोरेर माथिबाट सोर्दै तल लगेर तलबाट डुक्कुरमा हालेर साइसर बाँधेर खतरा बोकेर हिँड्थ्यौँ हामी बाटो यस्तै छ आजकल त पत्कर बोक्ने चलन पनि छैन खेतीपाती गर्ने चलनै छैन पत्कर बोकेर त कहाँ अब गाउँघरमा अस्तिमा गाउँमा गएको वस्तु पाल्दैन पुरा खेतहरू बारीहरू पुरा बाजु छ गाइस उहाँ हुनुहुन्छ उहाँले भन्नुहुन्छ आज खाना चाहिँ अब हामीले याक होटेलमा खाने अरे अब बसन्तपुरको याक होटेल अब खाना कस्तो छ म त खाएको छैन होइन उहाँले भन्नुहुन्छ एकदम राम्रो खाना पाउने ठाउँ हो एकदम मिठो होइन भन्नुहुन्छ त्यही भएर हामी भोकै अहिलेसम्म हिँडिरहेछौँ अवस्था यस्तो छ त्यो अनि यस्तो लामो यात्रा गर्दाखेरि चाहिँ साथीहरू खाजा चाहिँ लिएर हिँड्नु पर्ने रहेछ है खाजा मैले भारी हुन्छ भनेर ब्यागमा चाहिँ मेरो कपरहरू छ अलरेडी ठुलो ब्याग भइरहेछ अनि म खाजा केही पनि बोकेर हिँडिनँ अनि भोक चाहिँ लागिरहेछ अनि खाम न यतैतिर भनेको हुँदैन भन्नुहुन्छ टार्गेट गरेको हो हिजो त्यही ठाउँमा गएर खानुपर्छ भन्ने कुरा गर्नुहुन्छ त्यही भएर म उहाँ हिँड्दै हुनुहुन्छ है उहाँको पछि म लागिरहेको छु खाजा त हामीले खाँदा खाएको बिहान चाउचाउ तर चाउचाउले के हुन्छ त उहाँले चाहिँ हेर्नु यो पुरा तिते सब्जी यस्तो मिठो हुन्छ कि यसो सब्जी बनाएर खाँदा टिप्दै हुनुहुन्छ उहाँले मलाई थाहा छ यो पहिला हामीले गाउँमादेखि हामी माथि लेकतिर जाँदाखेरि थुप्रो पाउँथ्यौँ यो यहाँ अब यहाँ चाहिँ यस्तो हुन्छ यस्तो यो यही हो खाने साथीहरू यो अहिले चाहिँ सानो छ होइन यो ठुलो हुन्छ अनि पाक्छ
मिठो हुन्छ पाकेपछि त काँचै पो खानु मिल्छ यो बाटो देखिहाल्नु भयो जङ्गलको बाटो पहिला पहिला त यस्तो बाटोमा हिँड्नु पनि डर मर्दो हुन्थ्यो तर आजकल त खोइ एकजना मान्छे भेटिँदैन पहिला पहिला चाहिँ किनभने यस्तो जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ चोर लाग्छ भन्थे लुट्नेहरू बसेको हुन्छ लुट्छ जङ्गलको बाटोमा लुटिन्छ भन्थे तर खै अब लुट्थे पनि हो धेरै कुरा सुनेको पनि हो एक्लो दुक्लो हिँड्नु हुँदैन भन्थे हाम्रो बाउहरूले बाजेहरूले हामी सानो सानो हुँदाखेरि हाम्रै गाउँदेखि मास्तिर पनि कति लुट्थे तर अब आजभोलि त अब मान्छे नै हिँड्दैन जङ्गल मान्छे नै हिँडेपछि अब लुट्ने कुरै हुँदैन अब एका दुःखा कहिले कहिले मान्छेहरू हिँड्छन् होइन अब त्यो एका दुःखा कहिले कहिले हिँड्ने मान्छेले पर्खेर बसिरहने कुरा हुँदैन होइन अनि साथीहरू यसको यहाँहरू यसको चाहिँ यो यसको नाम के पनि हो लोकपा यसको चाहिँ यसको चाहिँ ऊ निकाल्छ यसको हामीले चाहिँ इङ्ग्लिसमा स्किन भन्छ छाला हुन्छ यो होइन यो ताने यस्तो निकाल्छ अनि यसकै हो साथीहरू ऊ हुने भनेको चाहिँ काँचो कागज त्यो तमसुकहरू लेख्छ नि त्यही यसैको बन्ने हो हेर्नुहोस् यसैले कुहाएर उ गरेर चाहिँ होइन यसैले पेलेर कागजहरू बन्छ यही हो यो चिज हो गाइस अनि जङ्गलको बाटो छ यस्तो छ जङ्गलको बाटो पुरा यस्तो छ कि यो रुखहरूलाई काटेर चाहिँ होइन यसको काठ यो ढालेर काठ बनायो भने कस्तो दामी हुन्छ नेपाल सरकारले नजानेको हो नि अब यो रुखहरू पुरा सुकेर गइसक्यो यो बुढो भएर कहिलेदेखिको यो बुढो भएर सुकेर गइसक्यो अब सदुपयोग नजानेपछि जङ्गलमा कुहेर जान्छ अब यसको दाउरा काट्दाखेरि पनि होइन यो गुराँसको ऊहरूको त दाउरा पनि काट्नु मिल्दैन कि दाउरा काट्यो भने पनि आएर पक्रिहाल्छ यो जङ्गल के भने समुदाय होइन समुदाय वन हुन्छ एउटा त्यस्तै आएर पक्रिहाल्छ त्यो काट्नु पनि दिने सुक्यो पनि अब गुराँस साथीहरू अब मङ्सिर पुस माघ फागुन चाहिँ अब 3-4 महिना पछि त फुल्छ होइन यो चाहिँ गुराँस फुल्नु आँटेको यस्तो अहिले पोखरी देश अब यो यस्तो यो 2-3 महिना पछि आउँदा यस्तो दामी देख्छ कि यो चैत मेन चैत हो होइन चैत बैशाखतिर बैशाख 1 गते पिकनिक खानु जान्छ त्यतिखेर यतातिर आउँछ अनि हामी पनि पहिला जान्थ्यौँ यस्तो रङ्गिन हुन्छ कि अनि हामीले यो गुराँसको पात गुराँसको फुल टिपेर खान्थ्यौँ दबाई हुन्छ भन्छ पहिला साथीहरू यहाँ हेर्नुहोस् यो यही हो यही बाटो फुल्दै यस दाना हुन्छ यो हो यही दानाबाट फुल्दै जाने हो अनि यसको पातहरू हामीले खान्थ्यौँ पहिला त्यो घाँटी दुखेको होइन घाँटी दुखेको निको हुन्छ भन्थे हाम्रो बाजेहरूले खान्थ्यौँ अहिले निको पनि हुन्छ यस्तो चिज हो यो गुराँसको फुलहरू अनि त्यो अर्को यो घाँटीमा के अड्किन्छ भने पनि यो खानु भन्छ अनि खान्थ्यौँ अनि सायद आजभोलि त यसको फुल टिपेर यसको फुललाई पेलेर ऊ पनि बनाउँछ भन्ने सुनेको थिएँ ती ओइल बनाउँछ भन्ने सुनेको थिएँ अब त्यो चाहिँ मैले देखेको छैन तर हुन्छ अनि यो जङ्गलमा यस्तो उस्तै साथीहरू भयो भने यस्तो रमाइलो हुन्छ कि जङ्गलमा बस्नु घुम्नु होइन यसो अलिकति लेकको बाटोमा अलिकति त्यही हो भने जस्तो सुविधा चाहिँ हुँदैन त्यही मात्र हो कि अब अलिकति बिमारी होइन अलिकति के हो यता गर्ने सोच हुँदा गर्छु भन्ने सोच हुँदा र बिरामी हुँदाखेरि चाहिँ यहाँ अब सेवा सुविधाहरू कम्ती हुन्छ पाउँदैन त्यही भएको कारणले गर्छ यतातिर मान्छे बस्छ तर बस्दैन न त यो लेकमा बस्नु भनेको एकदम राम्रो स्वास्थ्यको लागि किनभने जाडो पटक्कै हुँदैन मधेसमा जस्तो गर्मी
सरी गर्मी हुँदैन। अब जाडो हुँदाखेरि पनि मधेसमाको जाडोले के गर्छ भने एकैचोटि चिसो लागिहाल्छ होइन, सर्दी लागिहाल्छ, निमोनिया भइहाल्छ। तर यहाँको जति जाडो भए पनि निमोनिया हुँदैन। यस्तो खालको हो साथीहरू। यो चिसो त हुन्छ होइन, चिसो टन्नै हुन्छ, तर निमोनिया भन्ने हुँदैन। लेकमा चाहिँ लाग्दैन हतपत, तर मधेसमा चाहिँ निमोनिया फ्याट्टै लागिहाल्छ। अनि मधेसतिर चाहिँ अब गर्मीको बेला मच्छर यो त्यो नाना थरी हुन्छ। तर अब यहाँ चाहिँ मच्छरको त नामै हुँदैन। बर्खा भेगमा अलिकति जुका चाहिँ लाग्छ होइन। जुकादेखि चाहिँ जुका चाहिँ त्यो खासै त्यस्तो मच्छरले टोकेर डेङ्गु लाग्छ यो भन्ने लाग्छ भने डर त हुँदैन। जुकाले टोकेपछि त्यही हो, खुन चुस्छ भन्ने मात्रै हो गाइस। नत्र लेकमा बस्नु फेरि फ्रेस हुन्छ, हेल्दी खाना पाइन्छ होइन। हरेक चिज, सागसब्जीहरू, पानी एकदम राम्रो मिठो। मिनी वाटर हामीले धरानतिर बस्दा मिनी वाटर भनिन्छ। मिनी वाटर के मिनी वाटरलाई टप्छ यहाँको पानी, यस्तो सफा हुन्छ। जङ्गलबाट हेर्नुहोस्, म हिँड्नु सकिनँ, अगाडि अगाडि कुद्नुहुन्छ अनि घर माथि गएर पर्खेर बस्नुहुन्छ। यी हाम्रो यस्तो छ गाइस। हेलो गाइस, फाइनली हामी चाहिँ बसन्तपुरमा आइपुगेका छौँ। अब हक्कीदेखि हिँड्दै गर्दा फाइनली बसन्तपुरमा आइपुग्यो। अब यहाँबाट खानासाना खाएर अब त्यसपछि फेरि लाग्नुपर्छ अलिकति किनबेच गरेर। अब हिँड्नु सकिएन साथीहरू, अब चाहिँ गाडी चढेरै जानु पर्ला जस्तो लाग्यो अब। तर जे दुःख सुख गर्दा पनि यतिको फाइनली हिँडियो। फाइनली थ्याङ्क गड बसन्तपुर आइपुग्यो है। ल गाइस, फाइनली हामी खानाघाटामा आइपुग्यौँ है। हिँड्दा थाकियो। अब चट्ट यहाँ होटलमा पसिसक्यौँ। होटलको नाम चाहिँ के हो हजुर? याक होटलमा आइपुग्यौँ फाइनली। खाना अब खाना खाने हो, त्यसपछि गाइस लाग्नुपर्छ अब फेरि। ओके गाइस।